आजको यस हाम्रो यो जन्मोत्सव सानो कार्यक्रममा हाम्रा यस धुरपाटन नगरपालिकाका कार्य समितिका मित्र दिलीप विकज्यूको जन्मदिन परेको कारणले गर्दाखेरि उहाँको यस आजको सुखद उपलक्ष्यमा हाम्रा यस उत्तरगंगा माविका अपाङ्ग भाइ बहिनीहरूलाई सम्पूर्ण परिवारलाई सानो सहयोग भए तापनि उहाँले आफ्नो जन्मदिनको अवसर पारेर हामीलाई चामल अनि विभिन्न किसिमका चाहिने सामानहरू उपलब्ध गर्नुभएको छ, जसको निम्ति उहाँको आज परेको जन्मदिनलाई हाम्रो विद्यालयको तर्फबाट पनि म यो अपाङ्ग विद्यालयको पहिला पनि संस्थापक थिएँ र अहिले पनि आएर चाहिँ अवसर मिलिरहेको छ। धेरै समयपछि यहाँका प्रशासनहरू यहाँका चाहिँ यहाँ चाहिँ विद्यालयमा अलिकति नमिल्दो परिस्थिति भएको कारणले गर्दाखेरि हाम्रो एकदम अग्रसरमा जान सकेको छैन। तब पनि विभिन्न ठाउँबाट विभिन्न क्षेत्रहरूबाट यो उत्तरगंगा माविमा अपाङ्गता कक्ष छ भनेर यी हाम्रा चाहिँ कलिला भाइ बहिनीहरूलाई सहयोग सद्भाव गर्नको निम्ति विभिन्न ठाउँबाट सहयोग आइरहेको छ। यो राम्रो पक्ष हो, जसको निम्ति आज फेरि हाम्रो चाहिँ मित्रबाट जन्मदिनको अवसरमा हामीलाई चाहिँ यो विभिन्न किसिमको चाहिँ सहयोग उपलब्ध गराउनु भएको छ। उहाँलाई चाहिँ मोरी धन्यवाद र आगामी दिनहरू उहाँका चाहिँ सम्पूर्ण सपनाहरू चाहिँ साकार होस् भन्दै हामीले चाहिँ एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छौँ। धेरै धेरै धन्यवाद हाम्रो चाहिँ दिलीप साथीलाई, धेरै धेरै धन्यवाद। उत्तरगंगा माध्यमिक विद्यालयको विशेष कक्षामा आज हामी छौँ यो प्राङ्गणमा। विशेष गरेर उत्तरगंगा माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूले पढ्ने स्थल हो यो, र यहाँ बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू पनि हुनुहुन्छ र बिचमा यी विद्यार्थीहरूलाई अध्यापन गर्ने हाम्रो म्याडम मिस हुनुहुन्छ यहाँ कल्पना भट्टराई, र सँगै हामी यहाँ जोडिएका छौँ विद्यालयका शिक्षकहरू पनि। विशेष गरेर विभिन्न व्यक्तिहरूको समाजसेवी दानवीरहरू सहयोगीहरूको दाताहरूबाट बेला बखतमा यो विशेष कक्षालाई कहिले आफ्नो जन्मदिनको अवसरमा कहिले अन्य सामाजिक विशेष पर्वहरूको अवसरमा पारेर विभिन्न दाताहरूले यहाँ सहयोग गर्दै आउनु भएको छ। यसले गर्दाखेरि यो विशेष कक्षा सञ्चालन हुन धेरै सहयोग मिलेको छ र राज्यबाट आउने थोरै प्रति विद्यार्थीको हिसाबले थोरै केही सहयोग यहाँ आउने गर्छ। त्यो बाहेक त्यसले वर्षभरिमा यो विशेष कक्षा चलाउन अत्यन्त गाह्रो हुने गर्छ। विशेष गरी यहाँ पढ्ने विशेष कक्षामा पढ्ने बौद्धिक अपाङ्गता भएका विद्यार्थी भाइ बहिनीहरू विशेष गरी यहाँ लजिङ फुडिङ सहित सबै कुराको चाहिँ यहाँ फ्री हुन्छ, कुनै शुल्क लाग्दैन। उहाँहरूले खाने बस्नेदेखि लिएर सबै कुराहरूको चाहिँ उहाँहरूलाई निःशुल्क नै हुन्छ। यसरी यो आवास सहितको जुन खालको उहाँहरूले सेवा लिनुभएको छ, अध्ययन गर्नुभएको छ, त्यसको लागि यी विभिन्न दाताहरूले दिएको सहयोगबाट नै हामीले चलाउने गरेका छौँ। र आज एउटा अवसर मिलेको छ धुरपाटन नगर कार्यपालिकाका सदस्य, आदरणीय व्यक्तित्व, बौद्धिक एवं सामाजिक व्यक्तित्व, समाजसेवामा उहाँ सधैँ चाहिँ अग्र पङ्क्तिमा रहेर समाजसेवाको लागि उहाँले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ। उहाँले आफ्नो जन्मदिनको अवसर पारेर यो एउटा सानो सहयोगको कार्यक्रम लिएर यहाँ आउनुभएको छ। दिलीप कुमार थापा, विशेष गरेर उहाँलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ यो सहयोग गर्नुभएकोमा। र उहाँको जुन खालको एउटा जन्मदिन छ, यो जन्मदिनको सुखद अवसरमा पनि उहाँको अझै उत्तर उन्नति, प्रगति, सुस्वास्थ्य, दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। वास्तवमा उहाँले एउटा सन्देश, यो सहयोग पनि हो, उहाँले एउटा सन्देश पनि दिनुभएको छ। धेरैले आफ्नो बर्थडेलाई एउटा रमाइलो गरेर केक काटेर मात्रै मनाउने गर्छन्। विभिन्न पार्टी प्लेसहरूमा मनाउने गरेको पाइन्छ, होटलहरूमा मनाउने गरेको पाइन्छ, तर उहाँले आफ्नो जन्मदिनको अवसरमा थोरै भए पनि एउटा सहयोग गर्नुपर्छ है। समाजसेवामा आफ्नो जन्मदिनको अवसरमा समाजसेवामा पनि थोरै लगानी गर्नुपर्छ है, केही न केही भनेर चाहिँ उहाँले जुन खालको यो विशेष कक्षालाई सम्झेर चाहिँ चामलको बोराहरू यहाँ ल्याउनु भएको छ, यो सहयोग गर्नुभएको छ, यो प्रति अत्यन्तै उहाँप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ। वास्तवमा चाहिँ युवा समाजसेवी यो क्षेत्रमै जन्मेर, यो क्षेत्रमै हुर्केर, यो क्षेत्रमै एउटा समाजसेवाको रूपमा निरन्तर काम गर्नुभएको छ। एउटा कार्यपालिकाको सदस्यमा रहेर पनि उहाँले सधैँभरि एउटा समाजसेवाको क्षेत्रमा रहेर एउटा काम गरिराख्नु भएको छ। उहाँको एउटा राजनीतिक जीवन, उहाँको सामाजिक व्यक्तित्व अझै पनि
उत्तर उत्तर प्रगति हुँदै जाओस्। यसको लागि म दिलीप सरलाई धेरै धेरै आभार एवं धन्यवाद र ह्याप्पी बर्थडे भन्न चाहन्छु। हस्, धन्यवाद। ल